Hello everyone, welcome to my channel. आजको क्लासमा चाहिँ मैले म्यानेजमेन्ट इन्फर्मेसन इन हेल्थ सेक्टर्स भन्ने टपिकमा चाहिँ कुरा गर्नेछु र यो टपिक चाहिँ बीएससी नर्सिङ, बीएमआइटी, पिसिएल नर्सिङ, मास्टर्स नर्सिङ, एन्ट्रान्स प्रिपरेसन, नर्सिङ लाइसेन्सर एक्जामिनेसन को लागि चाहिँ इम्पोर्टेन्ट एमसीक्यू यसबाट सोधिने भएको कारणले गर्दा र प्र्याक्टिकल्ली पनि यो चाहिँ हामीले प्र्याक्टिकल बेसमा चाहिँ युज गर्ने भएको कारणले गर्दाखेरि यो टपिक चाहिँ लिडरसिप म्यानेजमेन्ट त्यसैगरी कम्युनिटी हेल्थ नर्सिङमा चाहिँ करिकुलममा इन्क्लुड गरिएको छ र यसबाट एमसीक्यूहरू पनि सोधिरहेको हुँदाखेरि चाहिँ यो टपिक त्यतिकै इम्पोर्टेन्ट पनि छ र सबैभन्दा पहिला चाहिँ यो म्यानेजमेन्ट इन्फर्मेसन इन हेल्थ सेक्टर्सको चाहिँ आजको यो क्लासको चाहिँ अब्जेक्टिभ्सहरू के छ त्यो हेरौँ। डिफाइन म्यानेजमेन्ट इन्फर्मेसन इन द हेल्थ सेक्टर्स, state the characteristics of management information system, list the types of management information system, list the information flow of integrated health information management system, definition of health management information system जसलाई HMIS भनेर भनिन्छ, state the functions and benefits of health management information system र explain tools of health management information system भन्ने चाहिँ आजको अब्जेक्टिभ्स रहेको छ र यस पछाडि चाहिँ हामी यसको डेफिनेसन्समा चाहिँ जान्छौँ। डेफिनेसन अफ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम, पहिला चाहिँ हामी म्यानेजमेन्ट इन्फर्मेसन सिस्टमको बारेमा कुरा गर्छौँ र यसको टाइप्सको बारेमा कुरा गर्छौँ हैन, यसको अब्जेक्टिभ्सको बारेमा कुरा गर्छौँ, क्यारेक्टरिस्टिक्सको बारेमा कुरा गर्छौँ र त्यसपछि चाहिँ हामी हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टममा जान्छौँ। यो चाहिँ हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम चाहिँ यो म्यानेजमेन्ट इन्फर्मेसनको पार्ट भएको भएर चाहिँ हामी पहिला डेफिनेसन अफ एमआइएस भनेर हेर्छौँ। सबैभन्दा पहिला यसको डेफिनेसनमा चाहिँ के भनिएको छ भन्दाखेरि चाहिँ यो एउटा यस्तो सिस्टम हो जसले चाहिँ राइट इन्फर्मेसन राइट पर्सनलाई राइट टाइममा राइट वेबाट चाहिँ प्रोभाइड गर्छ र जसले गर्दाखेरि हामीले प्रोग्रामहरूलाई चाहिँ फर्दर इम्प्रुभमेन्ट कसरी गर्न सक्छौँ एक्जिस्टिङ प्रोग्रामलाई र नयाँ प्रोग्रामलाई चाहिँ कसरी इम्प्लिमेन्टेसन गर्न सक्छौँ भन्ने कुराको चाहिँ गाइडलाइन प्रोभाइड गर्ने सिस्टम नै म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम हो भनेर भनिएको छ। अब यहाँ चाहिँ जस्तो हामीले कम्युनिटीमा कुनै पनि प्रोग्रामहरू इम्प्लिमेन्टेसन भइरहेको छ र त्यो प्रोग्रामको बारेमा चाहिँ सर्भिस प्रोभाइड कसरी भइरहेको छ, कति मान्छेले सर्भिस कभरेज गरिरहेको छ, को पर्सनले चाहिँ यसलाई सर्भिस युटिलाइजेसन गर्छन् भन्ने कुराको इन्फर्मेसन चाहिँ कन्सर्न अथोरिटीमा पुग्छ र त्यो कन्सर्न अथोरिटीले चाहिँ त्यो अनुसारको डिसिजन मेकिङ गर्नको लागि चाहिँ यसले हेल्प गर्ने भएको कारणले गर्दाखेरि चाहिँ यसलाई सिस्टम एउटा प्रणाली होइन जसमा चाहिँ एउटा च्यानलबाट कम्युनिटी लेभलदेखि चाहिँ हायर लेभलसम्म सेन्ट्रल डेटाबेससम्म चाहिँ इन्फर्मेसन जान्छ र त्यो अनुसारको पोलिसी प्लानिङहरू गर्नको लागि चाहिँ यसले मद्दत गर्छ राइट इन्फर्मेसनको थ्रुबाट। अब चाहिँ हामी यसको क्यारेक्टरिस्टिक्स अफ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम भनेर छ, यसमा चाहिँ रिलायबिलिटी भनेर भनेको छ। म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम चाहिँ एउटा रिलायबल हो, रेलिभेन्ट छ, किन भन्दाखेरि यसबाट आएको डेटा चाहिँ कम्युनिटी लेभलबाट आउँछ र जुन चाहिँ रियल सर्भिस कन्ज्युमर्सहरू हुनुहुन्छ त्यो सर्भिस कन्ज्युमर्सबाट चाहिँ आउने डेटा भएको भएर चाहिँ यो चाहिँ रेलिभेन्ट छ, त्यही भएर यो चाहिँ एमआइएसको क्यारेक्टरिस्टिक्स भयो है। टाइमलिनेस, यो डेटा चाहिँ के हुन्छ टाइम टु टाइम चाहिँ सेन्ट्रल डेटाबेसमा चाहिँ रिपोर्टिङ हुन्छ हैन, त्यो भएको कारणले गर्दाखेरि टाइममै इन्फर्मेसन आउँछ र टाइममै इन्फर्मेसन आएपछि त्यो अनुसारको प्लानिङ गर्न डिसिजन मेक गर्न चाहिँ यसले मद्दत गर्ने भएको कारणले गर्दाखेरि यसको चाहिँ के भयो त एमआइएसको चाहिँ क्यारेक्टरिस्टिक्स भयो। रेलिभेन्स भनेर छ अर्को क्यारेक्टरिस्टिक्स। रेलिभेन्स भनेको चाहिँ निड बेस्ड एभिडेन्स बेस्ड हैन, जस्तो एक्जिस्टिङ प्रोग्राम कम्युनिटी पिपलले युज गरिराख्नु भएको छ भने त्यो कम्युनिटी पिपलले युज गरिराख्दाखेरि चाहिँ त्यहाँबाट आएका जुन डेटाहरू हुन्छ त्यो डेटा चाहिँ निड बेस्ड अनुसारको र एक्चुअल कम्युनिटीले युज गरेको होइन एभिडेन्स अनुसारको हुने भएको कारणले गर्दाखेरि चाहिँ रेलिभेन्ट हुन्छ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम भनेर चाहिँ यहाँ क्यारेक्टरिस्टिक्स एज अ रेलिभेन्स राखेको। एफिसियन्सी भनेर छ होइन, एफिसियन्सी भनेको चाहिँ छिटो काम हुन्छ किनभने यो डिजिटलाइजेसनको थ्रुबाट इलेक्ट्रोनिक टेक्नोलोजी युज गरेर चाहिँ गरिने भएको कारणले गर्दाखेरि चाहिँ यसबाट डेटा ड्राइभन हुन्छ र डेटा ड्राइभन भएर चाहिँ छिटो सेन्ट्रल लेभलमा पुग्ने र कन्सर्न अथोरिटीलाई चाहिँ के भइरहेको छ प्रोग्रामको बारेमा चाहिँ छिटै थाहा हुने भएको कारणले गर्दाखेरि एफिसियन्ट पनि छ, त्यसले गर्दा यसको क्यारेक्टरिस्टिक्स एज अ एफिसियन्सी भयो। अब कस्ट इफेक्टिभनेस भनेर छ, यस भनेको कसरी त भन्दाखेरि यो चाहिँ टेक्नोलोजी सुरुमा चाहिँ यसलाई इस्टाब्लिस गर्नलाई चाहिँ टाइम लाग्छ तर एकचोटि इस्टाब्लिस भइसके पछाडि यसले चाहिँ छिटो इन्फर्मेसन दिने र ह्युमन रिसोर्सेसले चाहिँ पहिला एक ठाउँबाट अर्को ठाउँ जाने म्यानुअली चाहिँ अब रिपोर्टहरू पुर्याउने होइन जाने आउने कामहरू गर्नु पर्थ्यो, त्यो कस्टलाई पनि यसले रिडक्सन गर्यो, लेबर कस्टलाई पनि रिडक्सन गर्यो एज वेल एज फाइनेन्सियल कस्टलाई पनि यसले चाहिँ रिडक्सन गर्यो, त्यसरी चाहिँ यो चाहिँ कस्ट इफेक्टिभ छ।
है। त्यही भएर यो क्यारेक्टरिस्टिक्स भयो। अर्को चाहिँ डाइनामिजम भनेर चाहिँ होइन, डाइनामिजम भन्नाले चाहिँ एउटा डाइनामिक सिस्टम हो यो होइन। यसले चाहिँ कसरी डाइनामिक भयो त, डेटालाई चाहिँ एनालाइज गर्छ कन्टिन्युअसली होइन, मन्थली डेटा आउँछ नि त सेन्ट्रल लेभलमा, अनि डेटालाई चाहिँ कन्टिन्युअसली चाहिँ एनालाइज गर्ने भएको कारणले गर्दाखेरि चाहिँ कम्युनिटीमा सर्भिसको ट्रेन्ड कस्तो छ, हेल्थ प्रब्लम्सको ट्रेन्ड कस्तो छ, कतिले चाहिँ सर्भिस कभरेज गर्यो, कस्तो खालको निड छ होइन भनेर चाहिँ यसले इन्फर्मेसन दिन्छ। त्यो अनुसारले चाहिँ स्ट्राटेजी बनाउन चाहिँ सकिने भएको कारणले गर्दाखेरि चाहिँ डाइनामिजम पनि छ है म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम भनेर चाहिँ क्यारेक्टरिस्टिक्समा चाहिँ राखिएको छ। ल अब यसमा चाहिँ अब हामी एज अ सर्ट क्वेसनको रूपमा पनि आउन सक्छ वाट आर द क्यारेक्टरिस्टिक्स अफ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम भनेर, र यसमा चाहिँ अब एमसिक्यू बेस्डमा पनि आउन सक्छ होइन। जस्तो अब लेबर एक ठाउँदेखि अर्को ठाउँ जानुपर्ने थियो, त्यो लेबरलाई चाहिँ त्यो लेबर को कस्टलाई रिडक्सन गरेर त्यो ह्युमन रिसोर्सेसले चाहिँ अब आफ्नो सर्भिस प्रोभाइडमा चाहिँ त्यो टाइम दिन थाल्यो भनेर क्वेसन आउन सक्छ। त्यो चाहिँ केसँग सम्बन्धित छ, विच अफ द फलोइङ क्यारेक्टरिस्टिक्स इज रिलेटेड टु द्याट सिचुएसन भनेर सोध्न सक्छ। द्याट इज कस्ट इफेक्टिभनेस होइन, एभिडेन्स बेस्ड एप्रोच र निड बेस्ड अनुसारले चाहिँ इन्फर्मेसन प्रोभाइड गर्ने कुन चाहिँ क्यारेक्टरिस्टिक्स हो भने रेलिभेन्सी होइन। अनि छिटो चाहिँ काम गर्छ र डेटालाई छिटो ड्राइभन गरेर चाहिँ लिएर आउँछ र काम छिटो हुन्छ, कुन चाहिँ क्यारेक्टरिस्टिक्ससँग रिलेटेड छ भनेर भनेको छ भने द्याट इज एफिसियन्सी होइन। र अर्को एमसिक्यू चाहिँ यसमा चाहिँ निड बेस्ड एप्रोच र एभिडेन्स बेस्ड एप्रोच रिलेटेड इन्फर्मेसन चाहिँ विच अफ द फलोइङ क्यारेक्टरिस्टिक्स अफ एमआइएस इज रिलेटेड भन्यो भने द्याट इज रेलिभेन्स। यसरी चाहिँ हामीले चाहिँ क्यारेक्टरिस्टिक्सलाई पनि बुझ्न सक्छौँ, थाहा पाउन सक्छौँ। त्यही भएर चाहिँ यसको रेलिभेन्सी हो भन्ने आन्सर चाहिँ लगाउन सक्छौँ। यसरी हामी कन्सेप्ट क्लियर भयो भने है त। अब चाहिँ हामी अर्को उसमा जान्छौँ, टाइप्स अफ एमआइएस भनेर होइन, कस्तो कस्तो खालको चाहिँ टाइप्सहरू छ त भन्ने कुरा छ। जस्तो यसमा चाहिँ सबैभन्दा पहिला एमआइएसको टाइप्स भनेर छ। एमआइएसको टाइप्समा चाहिँ माथि एचएमआइएस, साइडमा चाहिँ एचएमआइएस भनेर छ। एचएमआइएस भनेको चाहिँ हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम। कहिलेकाहीँ यसमा एमसिक्यूहरूमा चाहिँ यो एब्रिभिएसन दिएर यो द्याट इज स्ट्यान्ड फर भनेर सोधिदिनु सक्छ। युजली चाहिँ यस मध्येमा पनि एचएमआइएस स्ट्यान्ड फर भनेर सोध्न सक्छ। त्यसलाई चाहिँ हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम भन्ने बुझ्नु पर्यो। त्यसपछि त्यसैको तलतिर एलएमआइएस भनेको छ। एलएमआइएस भनेको चाहिँ लोजिस्टिक म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम हो। त्यसपछि त्यसको तल एफएमआइएस भनेर छ, द्याट इज फाइनेन्सियल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम हो। अनि एचयुआरआइएस भनेर चाहिँ ह्युमन रिसोर्स इन्फर्मेसन सिस्टम, हेल्थ सेक्टर्समा भएका ह्युमन रिसोर्सेसको इन्फर्मेसन प्रोभाइड गर्ने भनेको एचयुआरआइएसले हो। टिआइएमएस भनेर छ, ट्रेनिङ इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम होइन। यही हेल्थ सेक्टर्सको मा हुने ट्रेनिङ रिलेटेड इन्फर्मेसनलाई चाहिँ म्यानेजमेन्ट गर्ने सेक्टर टिआइएमएस हो। डिआइएन भनेर छ होइन। डिआइएन भनेको चाहिँ ड्रग इन्फो नेटवर्क भनेर छ। ड्रग रिलेटेड इन्फर्मेसन, त्यो नेटवर्किङसँग रिलेटेड इन्फर्मेसन चाहिँ यसले प्रोभाइड गर्छ, इन्फर्मेसन दिन्छ। एआरएस भनेर छ अर्को, आयुर्वेदा रिपोर्टिङ सिस्टम भनेर। आयुर्वेदा रिपोर्टिङ सिस्टम भनेको चाहिँ आयुर्वेदसँग रिलेटेड इन्फर्मेसन चाहिँ रिपोर्टिङ हुन्छ। त्यसपछि टपमा छ एचआइआइएस भनेर। यो हेल्थ इन्फ्रास्ट्रक्चर इन्फर्मेसन सिस्टम हो। हेल्थ सेक्टर्समा भएका इन्फ्रास्ट्रक्चर्सहरू जति पनि छ, जस्तो बिल्डिङको कुराहरू होला होइन, अनि अन्य इन्फ्रास्ट्रक्चर्सको कुराहरू होला, ती इन्फ्रास्ट्रक्चर रिलेटेड इन्फर्मेसन चाहिँ यसले दिन्छ सेन्ट्रल डेटाबेसलाई। त्यसै गरी चाहिँ साइडमा छ यो ब्लू कलरले इन्डिकेट गरेको लेफ्ट ह्यान्ड साइडमा पिएलएएमएचएस भनेर चाहिँ। पिएलएएमएचएस भन्नेको चाहिँ यसको फुल फर्म चाहिँ प्लानिङ एन्ड म्यानेजमेन्ट अफ एसेट्स इन हेल्थ केयर सिस्टम भन्ने बुझिन्छ। यो हेल्थ केयर सिस्टमलाई प्लानिङ गर्नको लागि र म्यानेजमेन्ट गर्नको लागि सँगसँगै चाहिँ हेल्थ केयर सिस्टमसँग रिलेटेड एसेट सम्पत्तिको चाहिँ इन्फर्मेसन चाहिँ यसले प्रोभाइड गर्छ। यसरी चाहिँ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टमहरू चाहिँ विभिन्न टाइप्सको छ होइन। यसमा चाहिँ 9वटा टाइप्स अफ एमआइएस म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम भनेर चाहिँ हामीले यहाँ डिल गर्यौँ। अब योबाट सोधिने क्वेसन भनेको एब्रिभिएसन्सहरू सोध्न सक्छ। अर्को भनेको चाहिँ अब एलएमआइएस ले चाहिँ एलएमआइएसको एक्टिभिटिज काम होइन के गर्छ, लोजिस्टिक सप्लाई गर्छ। लोजिस्टिक सप्लाईमा चाहिँ हेल्थ केयर सिस्टमलाई चाहिने नेसेसरी इक्विपमेन्ट सप्लाइजहरूको रिलेटेड इन्फर्मेसन दिने भएको कारणले गर्दाखेरि लोजिस्टिक सप्लाईसँग रिलेटेड इन्फर्मेसन दिने कुन टाइप्स अफ इन्फर्मेसन सिस्टम हो भनेर सोध्न सक्छ। द्याट इज एलएमआइएस, लोजिस्टिक म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम भनेर बुझ्न सक्यौँ। त्यसै गरी चाहिँ हरेक पोइन्ट्सको चाहिँ हामीले एब्रिभिएसनको फुल फर्म जे छ त्यही अनुसारको चाहिँ यसले इन्फर्मेसन दिन्छ भन्ने कुरा चाहिँ यहाँबाट बुझ्न सक्छौँ।
HMIS चाहिँ 1994 मा चाहिँ नेपालमा इस्टाब्लिसमेन्ट भएको र त्यहाँदेखि चाहिँ UNFPA ले चाहिँ यसलाई चाहिँ सपोर्ट गर्दै आएको छ र यसले के काम गर्छ त भन्दाखेरि हेल्थ सर्भिस प्रोभाइड गरे अनुसारको इन्फर्मेसन कम्युनिटी लेभलदेखि डिपार्टमेन्ट अफ हेल्थ सर्भिस समक्ष चाहिँ यसले पुर्याउने गर्छ जसमा चाहिँ के प्रोसेस छ के प्रोसिजर्सहरू भएको छ हैन कस्तो खालको प्रोसिजरहरू भएको छ कस्तो खालको ट्रिटमेन्ट भएको छ भन्ने कुराको इन्फर्मेसन सर्भिससँग रिलेटेड एक्टिभिटिजको इन्फर्मेसन चाहिँ यसले कम्युनिटी लेभलबाट चाहिँ डिपार्टमेन्ट अफ हेल्थ सर्भिसलाई चाहिँ प्रोभाइड गर्दछ र यो चाहिँ रिभिजन भएको छ 1994 मा चाहिँ इस्टाब्लिसमेन्ट भयो त्यस पछाडि चाहिँ यो 2078-79 मा चाहिँ हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम रिभिजन भयो र रिभिजन भए अनुसार चाहिँ 68 रेकर्डिङ फर्म र 5 वटा रिपोर्टिङ टुल चाहिँ यसमा भएका छन् प्रिभियसली चाहिँ यसको नम्बर कम थियो र अहिले चाहिँ यो अलिकति बढेर चाहिँ 68 रेकर्डिङ फर्म र 5 वटा रिपोर्टिङ टुलहरू भएका छन् जसमा चाहिँ अब नयाँ चाहिँ अब जस्तो मेन्टल हेल्थको कुराहरू भयो नन कम्युनिकेबल डिसिजका कुराहरू भयो हैन त्यो रिलेटेड इन्फर्मेसन पनि अब निड अनुसारले चाहिँ इन्फर्मेसन चाहिँ यसले चाहिँ दिने गरेको छ हैन एज अ रिपोर्टिङ टुल एज अ रेकर्डिङ फर्म र रिपोर्टिङ टुलको बारेमा चाहिँ हामी पछाडि डिटेलमा चाहिँ हेर्नेछौँ अब यसको चाहिँ हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टममा चाहिँ इन्फर्मेसन कसरी फ्लो हुन्छ भन्ने कुरा छ हैन जस्तो कम्युनिटी लेभलदेखि डिपार्टमेन्ट अफ हेल्थ सर्भिससँग डिपार्टमेन्ट अफ हेल्थ सर्भिस समक्ष जसमा चाहिँ सेन्ट्रल डेटाबेस छ त्यो सेन्ट्रल डेटाबेससम्म चाहिँ इन्फर्मेसन कसरी फ्लो हुन्छ भन्ने च्यानल चाहिँ यहाँ दिएको छ सबैभन्दा तल हामीले देख्न सक्छौँ एफसीएसबी इपिआई क्लिनिक PHCORC भनेर छ एफसीएसबी भनेको फिमेल कम्युनिटी हेल्थ भलिन्टियर जसलाई चाहिँ महिला स्वास्थ्य स्वयंसेविका भनेर भनिन्छ त्यस पछाडि चाहिँ इपिआई एक्सपान्डेड प्रोग्राम अन इम्युनाइजेसन क्लिनिक इम्युनाइजेसनसँग रिलेटेड क्लिनिक र पिएचसी भनेको प्राइमेरी हेल्थ केयर ओआरसी भनेको आउटरिच क्लिनिक हैन प्राइमेरी हेल्थ केयर सेन्टर्सहरूले चाहिँ के गर्छन् त भन्दाखेरि मन्थली बेसिसमा चाहिँ आउटरिच जहाँ चाहिँ सर्भिस पुगेको छैन सर्भिस नपुगेको ठाउँको मान्छेलाई चाहिँ सर्भिस दिने एक्टिभिटिज चाहिँ यसमा हुन्छ र यसमा चाहिँ बेसिक हेल्थ केयर सर्भिसेस जस्तो इम्युनाइजेसन फ्यामिली प्लानिङ मेथड्स पनि कन्ट्रासेप्टिभ पिल्स कन्डम जस्ता हैन सामान्य मेथड्सहरूलाई चाहिँ लिएर कम्युनिटीमा चाहिँ सर्भिस दिइन्छ यो सँगसँगै चाहिँ हेल्थ एजुकेसन प्रोग्रामहरू पनि कन्डक्ट गरेको छ निड बेस्ड अनुसारले चाहिँ सर्भिसहरू चाहिँ दिएको हुन्छ र यहाँबाट कलेक्ट गरेको इन्फर्मेसन चाहिँ हेल्थ फेसिलिटिजलाई चाहिँ बुझाइन्छ हैन अनि हेल्थ फेसिलिटिज भन्नाले चाहिँ यहाँ के पर्यो त हेल्थ पोस्ट प्राइमेरी हेल्थ केयर सेन्टर नगर अस्पतालहरू पर्यो हैन जुन कम्युनिटी लेभलमा हुन्छ नि ती हेल्थ फेसिलिटिजमा चाहिँ यो इन्फर्मेसन चाहिँ त्यहाँ दिइन्छ रेकर्डिङ गरेको इन्फर्मेसन त्यस पछाडि हेल्थ फेसिलिटिजले चाहिँ लोकल लेभल गभर्नमेन्टलाई चाहिँ त्यो हेल्थ फेसिलिटीले चाहिँ लोकल लेभल गभर्नमेन्टलाई चाहिँ इन्फर्मेसन दिने भयो अब लोकल लेभल गभर्नमेन्टमा को पर्छ त भन्दाखेरि चाहिँ नगरपालिका रुरल म्युनिसिपालिटी हैन महानगरपालिका उपमहानगरपालिका कुन लोकल गभर्नमेन्ट छ त्यो अनुसारले चाहिँ इन्फर्मेसन चाहिँ दिने भयो अब यहाँ एरोले पर्पल एरोले देखाएको छ नि माथि 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 एरो देखाउँदै गएको छ यो भनेको चाहिँ यसलाई इन्फर्मेसन फ्लो हुन्छ है यहाँ फ्लो हुन्छ है भन्ने देखाएको हो अनि लोकल लेभल गभर्नमेन्ट पछाडि जस्तो यसमा नगरपालिकालाई सबमिसन गर्छ भने नगरपालिका पछि चाहिँ प्रोभिन्सियल हेल्थ डिरेक्टोरेटलाई चाहिँ लोकल लेभल गभर्नमेन्टले इन्फर्मेसन फ्लो गर्छ पठाउँछ अब प्रोभिन्सियल भनेको प्रादेशिक स्वास्थ्य निर्देशनालय हो पहिला चाहिँ रिजनल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हुन्थ्यो अहिले चाहिँ हाम्रो यो रिस्ट्रक्चर भएको र डिसेन्ट्रलाइज प्रोसेस भइसके पछाडि अहिले चाहिँ तीन तहको जुन हेल्थ लेभलहरू छ जस्तो लोकल लेभल गभर्नमेन्ट प्रोभिन्सियल लेभल त्यसै गरी चाहिँ फेडरल लेभल भनेर छुट्याएको छ त्यो अनुसारले चाहिँ यो प्रोभिन्सियल लेभल हेल्थ डिरेक्टोरेटले चाहिँ अब इन्फर्मेसन डाइरेक्ट सेन्ट्रल डेटाबेसमा चाहिँ पठाउँछ अब यसमध्येमा हेल्थ फेसिलिटिजले यो हेल्थ फेसिलिटिजले चाहिँ डाइरेक्टली सेन्ट्रल डेटाबेसमा पनि इन्फर्मेसन पठाउन सक्छ हैन त्यो चाहिँ एक्सेस हुन्छ लोकल लेभल गभर्नमेन्टले पनि डाइरेक्टली चाहिँ प्रोभिन्सियल लेभललाई पनि पठाउँछ र सेन्ट्रल लेभलमा पनि पठाउन मिल्ने चाहिँ त्यस्तो किसिमको चाहिँ यसमा टेक्नोलोजी चाहिँ युज गरिएको छ त्यसरी नै चाहिँ के हुन्छ इन्फर्मेसन फ्लो भइरहेको छ म्यानेजमेन्ट रिलेटेड है त अब यसमा कम्युनिटी लेभलमा चाहिँ इन्फर्मेसन कसले कलेक्ट गर्छ केसँग रिलेटेड इन्फर्मेसन चाहिँ कलेक्ट गरिन्छ को चाहिँ इन्भल्भ हुन्छ कुन सर्भिसहरू प्रोभाइड गरिन्छ भनेर चाहिँ एमसीक्यूहरू चाहिँ आउन सक्छ सबैभन्दा माथि चाहिँ टपमा रहेर चाहिँ कन्सर्न अथोरिटीको रूपमा रहेर चाहिँ डेटा इन्फर्मेसन कलेक्ट गरेर चाहिँ त्यसलाई प्लानिङ गर्ने पोलिसी मेकिङ गर्ने अनि त्यसै गरी डिसिजन मेकिङ गर्ने कसले गर्छ भनेर भन्दाखेरि सेन्ट्रल डेटाबेस अफ डिपार्टमेन्ट अफ हेल्थ सर्भिस भनेर चाहिँ बुझ्न सक्छ हामीले यहाँबाट ल अब चाहिँ डेफिनेसन अफ HMIS मा जाउँ
HMAS को अब MIS को डेफिनेसन थाहा पाइसके पछाडि अब हामीले चाहिँ यहाँ हेल्थ भन्ने मात्र जोडेको छ एउटा हेल्थसँग रिलेटेड इन्फर्मेसन डाइरेक्टली सर्भिस प्रोभाइड गरेको इन्फर्मेसनको कुरा आउँछ है यो हेल्थ इन्फर्मेसन सिस्टम भनेको इन्टिग्रेटेड इफोर्ट हो to collect, process, report and use health information and knowledge to influence policy making, program action and research भनेर भनेको छ जस्तो कि हामीले चाहिँ कम्युनिटी लेभलमा सर्भिस प्रोभाइड गर्छौं र सर्भिस प्रोभाइड गरिसके पछाडि कतिजना मान्छेहरूले सर्भिस लिनुभयो के सर्भिस लिनुभयो कस्तो खालको कुन एज ग्रुपको हुनुहुन्थ्यो के सर्भिस प्रोभाइड गरियो कस्तो कस्तो काउन्सलिङ गरियो कस्तो कस्तो हेल्थ एजुकेसन दियो भन्ने कुराको इन्फर्मेसन चाहिँ एउटा फर्ममा लेख्छौं त्यो फर्ममा लेख्नु भनेको चाहिँ कलेक्ट गर्नु हो र त्यस पछाडि चाहिँ त्यो डेटालाई चाहिँ हामीले चाहिँ कन्सर्न अथोरिटीमा पठाउँछौं र त्यो कन्सर्न अथोरिटीमा पठाइसके पछाडि त्यो डेटालाई चाहिँ त्यहाँ एनालाइज हुन्छ एनालाइज हुने त्यसको चाहिँ इन्टरप्रिटेसन हुने प्रोसेसिङ हुन्छ हैन त्यो प्रोसेसिङ भइसके पछाडि त्यसको रिपोर्ट बन्छ फाइनल रिपोर्ट बन्छ र फाइनल रिपोर्टबाट नै के गर्न सकिन्छ त एउटा कन्क्लुजन आउँछ र कन्क्लुजन अनुसारले चाहिँ हामीले हेल्थ इन्फर्मेसन चाहिँ युज गर्न सक्छौं र त्यो हेल्थ इन्फर्मेसन कहाँ युज गर्ने त भन्दाखेरि पोलिसी मेकिङ गर्नको लागि डिसिजन मेकिङ गर्नको लागि चाहिँ युज गर्न सक्छौं जस्तो फर एक्जाम्पल कम्युनिटी लेभलमा न्युट्रिसन रिलेटेड सर्भिस प्रोभाइड गरेको छ भने त्यो न्युट्रिसनमा चाहिँ बच्चाको न्युट्रिसन अवस्था कस्तो छ के निड्स छ उनीहरुलाई अनि कस्तो कस्तो किसिमको हेल्थ एजुकेसन प्रोभाइड गरियो हैन अनि ग्रोथ मोनिटरिङ कति जनाको गरियो यस्ता खालका इन्फर्मेसन चाहिँ त्यहाँ रेकर्ड गरिन्छ र त्यो रेकर्ड गरेको इन्फर्मेसन चाहिँ सेन्ट्रल लेभलमा पठाइन्छ र त्यसपछि चाहिँ सेन्ट्रल लेभलमा बसेको जुन पोलिसी मेकिङमा बसेको मानिसहरुले चाहिँ के गर्नुहुन्छ यो डेटामा चाहिँ यस्तो आएछ यो अहिले रन भइरहेको प्रोग्राम राम्रै रहेछ यसलाई अझै इम्प्रुभ कसरी गर्न सकिन्छ भन्ने किसिमको चाहिँ प्लानिङ चाहिँ गर्न सक्नुहुन्छ र कुनै प्रोग्रामहरु इम्प्लिमेन्टेसन भइरहेको छ कम्युनिटीमा तर त्यो इम्प्लिमेन्टेसन भएको प्रोग्राम युटिलाइजेसन गर्ने पब्लिकले युटिलाइजेसन नै गर्नु भएको छैन भने किन युटिलाइजेसन भएको छैन भन्ने कुराको रिसर्चहरु गरेर त्यसलाई कसरी इम्प्रुभमेन्ट गर्न सकिन्छ साथै त्यो कम्युनिटीमा नीड छ कि छैन जस्ता एनालाइसिस गर्नको निम्ति पनि त्यसरी चाहिँ डिसिजन मेक गर्नको निम्ति पनि यो हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टमले चाहिँ हेल्प गरिरहेको हुन्छ अब हामी हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टमको अब्जेक्टिभ्समा जान्छौं सबैभन्दा फर्स्ट अब्जेक्टिभ्समा चाहिँ टु प्रोभाइड रिलायबल रेलेभेन्ट अप टु डेट एडिक्वेट टाइमली रिजनेबली कम्प्लिट इन्फर्मेसन फर हेल्थ म्यानेजर्स भनेको छ अहिले हामीले क्यारेक्टरिस्टिक्स अफ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टममा पनि देखेका थियौं हामीले के देखेका थियौं त्यहाँ यसको क्यारेक्टरिस्टिक्स के हुन्छ रिलायबल हुन्छ किनभने यो रिलायबल सोर्सबाट आउँछ कम्युनिटी लेभलबाट जो चाहिँ यसको कन्ज्युमर हो कन्ज्युमरसँग डाइरेक्ट डिल भएर चाहिँ आउने इन्फर्मेसन भएको भएर रिलायबल छ रेलेभेन्ट छ नीड बेस्ड छ जसलाई जे नीड छ त्यो अनुसारको सर्भिस दिएको छ त्यसको इन्फर्मेसन जान्छ र अप टु डेट हैन टाइममा चाहिँ यसको इन्फर्मेसन पठाइन्छ मन्थली रिपोर्टिङद्वारा पठाइन्छ हैन एडिक्वेट टाइमली हैन एडिक्वेट इन्फर्मेसन कम्प्लिट इन्फर्मेसन चाहिँ दिइन्छ र यो इन्फर्मेसन दिइसके पछाडि माथिल्लो तहमा बसेका जुन हेल्थ म्यानेजर्सहरु हुनुहुन्छ उहाँहरुलाई चाहिँ यसको बारेमा इन्फर्मेसन चाहिँ हुने गर्छ त्यो इन्फर्मेसन प्रोभाइड गर्ने एउटा अब्जेक्टिभ्स हो एचएमएस को अर्को अब्जेक्टिभ्स रहेको छ शेयरिङ अफ टेक्निकल एन्ड साइन्टिफिक हेल्थ इन्फर्मेसन बाइ अल पर्सनल भनेर भनेको छ टेक्निकल यो भनेको चाहिँ हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम भनेको चाहिँ एउटा टेक्नोलोजीलाई युज गरेर चाहिँ इन्फर्मेसन सेन्ड गर्ने हैन साइन्स रिलेटेड इन्फर्मेसन जुन सर्भिस हेल्थ सर्भिस रिलेटेड इन्फर्मेसन छ त्यो सबै चाहिँ डेटा पठाइन्छ र माथिल्लो लेभलमा भएका सबै पर्सनलहरुलाई हैन कम्युनिटी लेभलमा कम्युनिटी एउटा लोकल लेभल गभर्नमेन्टमा रहेका माथिल्लो तहका मानिसलाई पनि यो इन्फर्मेसन के भइरहेको छ आफ्नो कम्युनिटीमा हेल्थ प्रोग्राम कसरी रन भइरहेको छ भन्ने इन्फर्मेसन दिन्छ भने र माथिल्लो जुन चाहिँ डिसिजन मेकिङमा बस्ने सेन्ट्रल लेभलमा बस्ने लेभलमा बस्ने म्यानेजर्सहरुलाई पनि यो इन्फर्मेसन शेयरिङ गर्नका निम्ति चाहिँ एचएमआईएस को अब्जेक्टिभ्स रहेको छ त्यसपछि प्रोभाइड डेटा एट पिरियडिक इन्टरभलमा चाहिँ डेटा प्रोभाइड गर्छ जस्तो मैले मन्थली रिपोर्टिङ गरिन्छ मन्थली चाहिँ कलेक्ट गरेको इन्फर्मेसन पठाइन्छ सम्बन्धित ठाउँमा भनेर भने त्यो भनेको पिरियडिक इन्टरभलमा चाहिँ डेटा प्रोभाइड गर्ने पनि यसको अब्जेक्टिभ्स रहेको छ त्यसपछि अर्को अब्जेक्टिभ्स छ सोइङ जनरल परफर्मेन्स अफ हेल्थ सर्भिसेस एन्ड टु असिस्ट प्लानर्स हैन अब जनरल परफर्मेन्स हेल्थ सर्भिस कस्तो भइरहेको छ जस्तो फ्यामिली प्लानिङ सर्भिसेसहरु प्रोभाइड गरिरहेछ भने त्यो सर्भिसेस चाहिँ प्रपरली युटिलाइज भएको छ कि छैन कतिजना मान्छेले त्यो सर्भिस पाउनु भएको छ अथवा चाहिँ त्यहाँ सप्लाई भएको छ कि छैन
भ्याक्सिनहरूको फ्यामिली प्लानिङ मेथड्सहरूको होइन त्यसको पर्फर्मेन्स कस्तो भइरहेछ, काम कस्तो भइरहेछ, त्यो सर्भिसको न्युट्रिसनल सर्भिसको पर्फर्मेन्स कस्तो भइरहेछ, फ्यामिली प्लानिङ सर्भिसको पर्फर्मेन्स कस्तो भइरहेछ, त्यो अनुसारले चाहिँ प्लानर्सहरू जसले चाहिँ प्लानिङ गर्छन् उनीहरूलाई चाहिँ यसले जेनरल हेल्थ पर्फर्मेन्सको बारेमा चाहिँ इन्फर्मेसन दिने भएको भएर पनि यसलाई चाहिँ अब्जेक्टिभ्समा राखेको। चाहिँ एचएमआइएसको फङ्सन्स भनेर चाहिँ के काम गर्छ त एचएमआइएसले भन्ने कुरा छ। यसमा कलेक्ट एन्ड म्यानेज इन्फर्मेसन फ्रम द कम्युनिटी लेभल होइन, कम्युनिटी लेभलबाट चाहिँ यसले इन्फर्मेसन कलेक्ट गर्छ र त्यो इन्फर्मेसन कलेक्ट गरेकोलाई चाहिँ डिसिजन मेकिङ गर्नको लागि, पोलिसी मेकिङ गर्नको लागि चाहिँ इन्फर्मेसनलाई चाहिँ युटिलाइज गर्छ। अनि अर्को फङ्सन भनेको चाहिँ भेरिफाई, प्रोसेस, एनालाइज द कलेक्टेड डेटा एन्ड अपरेट डेटा ब्याङ्क होइन, डेटाहरू थुपारेर राख्छ र त्यसबाट चाहिँ एनालाइज गर्छ। मन्थली पठाएको रिपोर्टहरूलाई चाहिँ त्यहाँ चाहिँ राखिन्छ होइन। डेटा ब्याङ्क भनेको चाहिँ डेटाहरूको चाहिँ थुप्रो बनाएर चाहिँ राखिन्छ र त्यही अनुसारले चाहिँ त्यो डेटा ठिक छ छैन त्यो प्रोसेस गर्छ, त्यसबाट इन्टरप्रिटेसनहरू गरिन्छ। इन्टरप्रिटेसन भनेको त्यसको कन्क्लुजन निकालिन्छ होइन। अनि त्यही अनुसारले चाहिँ ए ल हेल्थ प्रोग्राम चाहिँ यो ठाउँमा यस्तो भइरहेको रहेछ भन्ने कुराको चाहिँ त्यसबाट इन्फर्मेसन निकालिन्छ। अर्को फङ्सन भनेको चाहिँ यो इन्फर्मेसन आइसके पछाडि यो इन्फर्मेसनबाट चाहिँ त्यो प्रोग्रामको एचिभमेन्ट कस्तो भइरहेछ, त्यो प्रोग्रामले जे अब्जेक्टिभ्स लिएर गएको थियो त्यो अब्जेक्टिभ्स एचिभ भएको छ कि छैन, त्यसले कस्तो खालको पपुलेसनलाई चाहिँ सर्भिस कभरेज गरिरहेछ, त्यो हेल्थ प्रोग्राम कन्टिन्युटी गर्ने अथवा नगर्ने र त्यो प्रोग्राम चाहिँ क्वालिटी अफ हेल्थ सर्भिसेस चाहिँ प्रोभाइड भएको छ कि छैन भन्ने कुराको फिडब्याक कम्युनिकेसन पनि यसले प्रोभाइड गर्छ एचएमआइएसले। टु ड्र इन्डिकेटर्स, हेल्थ रिलेटेड इन्डिकेटर्सहरू ड्र गर्न पनि हेल्प गर्छ। जस्तो कुनै सर्टेन कम्युनिटीमा अथवा चाहिँ यो बागमती प्रोभिन्समा प्रोभाइड गरेको अन्डर 5 चिल्ड्रेन रिलेटेड प्रोग्रामहरू चाहिँ कतिको इफेक्टिभ भएको छ र त्यो अनुसारको चाहिँ अन्डर 5 चिल्ड्रेनको मोर्टालिटी मोर्बिडिटी रेटको अवस्था कस्तो छ भन्ने कुराको चाहिँ स्टेटस, हेल्थ स्टेटस थाहा पाउनु भनेको इन्डिकेटर्स ड्र गर्नु हो र रेलिभेन्ट इन्फर्मेसन प्रोभाइड गर्छ र त्यही अनुसारले चाहिँ सपोर्ट गर्छ होइन, प्लानिङहरू गर्नको लागि सपोर्ट गर्छ। र यो सँगसँगै अरू फङ्सन्सहरू भनेको चाहिँ टु डिसिमिनेट हेल्थ इन्फर्मेसन होइन, हेल्थ इन्फर्मेसन चाहिँ सबैमा स्प्रेड गर्ने भयो, प्लानर्स रेस्पेक्टिभ प्लानर्सहरूलाई होइन। अनि अर्को कम्प्रिहेन्सिभ एनुअल हेल्थ रिपोर्ट चाहिँ पब्लिस गर्छ। अब वर्षैनी चाहिँ एनुअल हेल्थ रिपोर्ट डिपार्टमेन्ट अफ हेल्थ सर्भिसेसले चाहिँ पब्लिस गरिराखेको छ र यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो हेल्थसँग रिलेटेड इन्फर्मेसन सबै डिटेल्स चाहिँ त्यहाँ पब्लिस गरेको हुन्छ। अनि नेपालको कुन प्रोभिन्समा कस्तो खालको अवस्था, स्वास्थ्यको अवस्था कस्तो छ, एन्टिनेटल सर्भिसको अवस्था कस्तो छ, इम्युनाइजेसनको सर्भिसको अवस्था कस्तो छ, कम्युनिकेबल डिजिजको अवस्था कस्तो छ, नन कम्युनिकेबलको मेन्टल हेल्थ स्ट्याटस, हेल्थ रिलेटेड प्रोग्राम्सहरूको होइन अवस्था, यो सबै यावत हेल्थसँग सम्बन्धित सबै इन्फर्मेसन चाहिँ यो एनुअल हेल्थ रिपोर्टमा हुन्छ। त्यो एनुअल हेल्थ रिपोर्ट पब्लिस गर्ने काम पनि एचएमआइएसको थ्रुबाट चाहिँ हुने गर्दछ। टु डेभलप कम्पिटेन्ट ह्युमन रिसोर्स फर एचएमआइएस होइन, एचएमआइएस रन गर्नको लागि पनि ह्युमन रिसोर्सेस, एउटा कम्पिटेन्ट ह्युमन रिसोर्सेस डेभलपमेन्ट पनि यसले गर्दछ र त्यसले चाहिँ के गर्छ, फास्ट डेटा ड्राइभन गर्नका निम्ति चाहिँ हेल्प गरिरहेको छ। यो चाहिँ भयो फङ्सन्स अफ एचएमआइएस है, एचएमआइएसले के फङ्सन गर्छ भन्ने कुरा हो। अब चाहिँ बेनिफिट्स के छ त, हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टमका बेनिफिट्स के छन् भन्ने कुरा हो। अब हामीले अब्जेक्टिभ्स पनि थाहा पाइसकेका छौँ, यसको फङ्सन्स पनि थाहा पाइसकेको छौँ र त्यही अनुसारले अब हामी बेनिफिट्स पनि थाहा पाउँछौँ। अब सबैभन्दा पहिला बेनिफिट्सको तल मैले एउटा बेनिफिट्स लेखेको छु, क्वालिटी केयर भनेर है। यसले क्वालिटी केयर प्रोभाइड गर्छ। कसरी त भन्दाखेरि अप टु डेट रेलिभेन्ट इन्फर्मेसन प्रोभाइड गर्छ, त्यही अनुसारले प्लानिङ गरिन्छ र हेल्थ प्रोग्रामहरू छ र त्यो हेल्थ प्रोग्रामलाई इम्प्रुभमेन्ट गरेर चाहिँ के पुगेको छैन भन्ने कुरा, कमी कमजोरीलाई एनालाइसिस गरेर त्यसलाई इम्प्रुभ गरेर चाहिँ सर्भिस प्रोभाइड गर्दाखेरि चाहिँ उसले पब्लिकले चाहिँ क्वालिटी सर्भिस चाहिँ पाउने भएको भएर चाहिँ यो पनि एउटा के हो त यसको फाइदा हो। अर्को फाइदा भनेको कस्ट इफेक्टिभनेस भनेर छ माथिपट्टि। कस्ट इफेक्टिभनेस भनेको चाहिँ कस्तो त भन्दाखेरि यसले लेबर कस्टलाई रिड्युस गर्छ। पहिला यो टेक्नोलोजी युज नहुँदा, हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम नहुँदाखेरि म्यानुअली गर्नु पर्थ्यो र म्यानुअली गरिसके पछाडि त्यो रिपोर्ट एक ठाउँबाट अर्को ठाउँ पुर्याउन जानु पर्थ्यो। त्यो पुर्याउन जाँदाखेरि चाहिँ के हुन्थ्यो त, मान्छे हिँड्नु पर्थ्यो। एउटा त मान्छे हिँडेर गयो, त्यसको कस्ट लाग्यो, अनि त्यो मान्छे जाँदाखेरि सर्भिस प्रोभाइड गर्नको लागि ल्याकिङ हुन्थ्यो होइन, त्यहाँ त्यो ठाउँ खाली हुन्थ्यो अनि त्यतातिर पनि त्यसले चाहिँ कमी चाहिँ हुन्थ्यो। त्यो कारणले गर्दाखेरि चाहिँ अब
एउटा क्लिक गर्न साथ त्यो इन्फर्मेसन चाहिँ सेन्ट्रल लेभलमा पनि पुग्ने भएको भएर चाहिँ लेबर कस्ट पनि रिड्युस गर्यो। अर्को भनेको सर्भिस कस्टलाई पनि यसले ह्युमन रिसोर्सेसको ग्यापलाई पनि फुलफिल गर्यो। त्यही भएर चाहिँ कस्ट इफेक्टिभनेस चाहिँ यसको फाइदा भयो। अनि अर्को फाइदा भनेको इन्क्रिज टाइमलिनेस एन्ड एक्युरेसी भनेको छ। डेटा चाहिँ एक्युरेट इन्फर्मेसन चाहिँ टाइममै चाहिँ पाउने भयो, त्यो पनि यसको फाइदा हो। अर्को डिक्रिज पर्सनल कस्ट एन्ड इन्भेन्ट्री भनेर भनेको छ। पर्सनल कस्टमा त त्यही लेबर कस्टको कुरा भइहाल्यो होइन। अर्को भनेको चाहिँ यसले इन्भेन्ट्री भनेर भन्यो। इन्भेन्ट्री भनेको चाहिँ हामीले हेल्थ केयर सर्भिस प्रोभाइड गर्दा युज गरिने मेडिसिन पनि हुनसक्छन्, पेपरहरू हुनसक्छन्, त्यहाँ जे जति सामानहरू युटिलाइज हुन्छन् तिनलाई इन्भेन्ट्री भनेर भनिन्छ। त्यो इन्भेन्ट्रीलाई पनि रिड्युस गर्यो, त्यसको युजलाई रिड्युस गर्यो। जस्तो पेपर वर्क पहिला धेरै हुन्थ्यो, अब अहिले कम्प्युटरमा एन्ट्री गरे पछाडि त्यो पेपरको युज कमी भयो होइन। त्यसले चाहिँ के गर्यो, त्यसमा लाग्ने कस्ट पनि रिड्युस गर्यो। अर्को भनेको ह्युमन रिसोर्सेसको एफिसियन्सी र स्किल पनि बढायो के, जसले गर्दाखेरि चाहिँ त्यो स्किललाई चाहिँ पेपर रिलेटेड काममा चाहिँ कम टाइम दिनु पर्यो र सर्भिस प्रोभाइड गर्नको लागि त्यो टाइम चाहिँ निकालेर सर्भिस प्रोभाइड गर्नको लागि चाहिँ युज गर्न थाल्यो त्यो स्किललाई होइन। त्यो भएको कारणले गर्दाखेरि पर्सनल कस्ट र इन्भेन्ट्री रिडक्सन गर्न पनि यसको फाइदा हो। अर्को चाहिँ इन्क्रिज सर्भिस क्यापासिटी। अब सर्भिस क्यापासिटी इन्क्रिज गर्छ भनेर भनेको छ, गर्छ यसले एज अ बेनिफिट्सको रूपमा। जस्तो लेबर कस्ट रिडक्सन गर्यो, लेबर कस्ट रिडक्सन गरेपछि ह्युमन रिसोर्सेसलाई चाहिँ अब के भयो त सर्भिस डेलिभर गर्न सक्ने भयो होइन। टाइम लाइन अनुसारले चाहिँ प्रब्लम आइडेन्टिफाई गरेर र त्यो प्रब्लमलाई चाहिँ सल्भ गर्ने होइन, टाइममै सल्भ गर्ने। जस्तो कि अब जस्तो कुनै हेल्थ प्रोग्राममा केही प्रब्लम छ भने ठ्याक्क इन्फर्मेसन पठाउन साथ त्यसको सल्युसन यो गर्नुहोस् है भनेर सजेसन गर्नेमा सजेसन गरेर जस्तो टाइमली चाहिँ त्यसको सल्युसन हुन्छ र सल्युसन भइसके पछाडि चाहिँ ह्युमन रिसोर्सेसको चाहिँ क्यापासिटी पनि त्यसले बिल्डअप गर्दै गएको छ। ल अब हामी हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टमको टुल्स होइन के टुल्सहरू चाहिँ युज गरिन्छ, रेकर्डिङ टुल्सहरू के छ, रिपोर्टिङ टुल्सहरू के छ भन्ने कन्टेन्ट चाहिँ यो टपिकभित्र आउँदछ। यसमा चाहिँ 9वटा टुल्स छन्। एचएमएसमा कतिवटा टुल्स छन् भनेर सोध्न सक्छ। एचएमएसमा 9वटा टुल्स छन् भन्ने बुझ्नु पर्यो। र यसमा कतिवटा रेकर्डिङ टुल्स छन्, कतिवटा रिपोर्टिङ टुल्स छन् भनेर सोध्न सक्छ। अर्को क्वेसन 68वटा रेकर्डिङ टुल र 5वटा रिपोर्टिङ टुल छन् भनेर थाहा पाउनु पर्यो। अब सबैभन्दा पहिला चाहिँ 1 नम्बरमा कमन टुल भनेर छ, 2मा इन्फेन्ट एन्ड चाइल्ड हेल्थ भनेर छ, 3मा फ्यामिली हेल्थ भनेर छ, 4मा कम्युनिटी सर्भिसेस भनेर छ, 5मा मलेरिया कालाजार लेप्रोसी भनेर छ, अनि 6मा ट्युबरक्लोसिस, 7मा एचआइभी एड्स एन्ड एसटिआई, 8मा हस्पिटल, 9मा मन्थली रिपोर्टिङ फर्मले आफैले के भनेको छ महिनामा रिपोर्ट गर्ने फर्म भनेर भनेको छ। अब यी 9वटा टुल्सहरू छन्। अब यी 9वटा टुल्स चाहिँ युजली के हुन्छ भनेर भन्दाखेरि चाहिँ हामीले यत्तिकै पढ्दाखेरि चाहिँ यो टुलहरू यो भनेर पढ्दाखेरि हामीले चाहिँ बिर्सिन सक्छौँ। त्यो स्टोरी टेलिङको वेबाट कसरी सम्झिने, 9वटै टुलहरूलाई चाहिँ हामीले सजिलै कसरी सम्झिन सक्छौँ त भन्दाखेरि चाहिँ म भन्दै जान्छु, तपाईँले पनि रिलेट गर्दै जानु होला है। जस्तो एउटा हेल्थ पोस्ट थियो, हेल्थ पोस्टमा चाहिँ स्टुडेन्ट नर्सको पोस्टिङ थियो र त्यहाँ हेल्थ पोस्टको स्टाफ नर्सिङ स्टाफले चाहिँ स्टुडेन्ट नर्सलाई चाहिँ कमन टुल्सको बारेमा चाहिँ ओरिएन्टेसन दिँदै हुनुहुन्थ्यो। अब कमन टुलको बारेमा ओरिएन्टेसन दिँदै हुनुहुन्थ्यो भने टुल नम्बर 1 फर्स्टमा आएको छ, यो एचएमएस टुलको नम्बर 1मा भएको टुल कमन टुल भनेर बुझ्न सक्यो। अब ओरिएन्टेसन दिँदै हुनुहुन्थ्यो। एट द सेम टाइम एकजना मदरले आफ्नो इन्फेन्ट बोकेर चाहिँ भ्याक्सिनेसन लाउन आउनुभयो र भ्याक्सिनेसन लगाइसके पछाडि चाहिँ ग्रोथ मोनिटरिङ पनि भयो होइन। अनि त्यो ग्रोथ मोनिटरिङ भइसके पछाडि अब चाइल्ड हेल्थ र इन्फेन्ट हेल्थको कुरा आयो होइन। यसले चाहिँ 2 नम्बर पोइन्टलाई चाहिँ एड्रेस गर्यो। त्यस पछाडि चाहिँ हेल्थ वर्करले चाहिँ मदर्सको अवस्था कस्तो छ तपाईँले आफ्नो स्वास्थ्यको बारेमा चाहिँ आफ्नो स्वास्थ्यलाई चाहिँ कसरी प्रमोट गरिराख्नु भएको छ भनेर चाहिँ डिस्कसन गर्नुभयो। आमालाई चाहिँ काउन्सेलिङ गर्नुभयो र मदरले चाहिँ मदरसँग डिस्कसन गरिसके पछाडि मदरको हेल्थ एसेसमेन्ट गरिसके पछाडि अनि हेल्थ वर्करले पनि ल मदरको हेल्थ पनि राम्रो रहेछ भन्ने कुराको चाहिँ फाइन्डिङ्स निकाल्नुभयो। भन्नुको मिनिङ के हो त भन्दाखेरि फ्यामिली हेल्थ पनि अब के भयो त मदरको हेल्थ भन्नुको मिनिङ चाहिँ फ्यामिली हेल्थ पनि राम्रो रहेछ भन्ने कुराको एसेसमेन्ट भयो। 3 नम्बरको पोइन्टले फ्यामिली हेल्थ भन्ने डिल गर्यो। त्यस पछाडि चाहिँ मदर चाहिँ अब आफ्नो त्यहाँ काम सके पछाडि कम्युनिटी ब्याक टु होम होइन,
घरतिर लाग्नुभयो र घरतिर लाग्दै जाँदाखेरि चाहिँ कम्युनिटीमा चाहिँ एफसीएसबी महिला स्वास्थ्य स्वयंसेविकासँग भेट भयो र स्वास्थ्य स्वयंसेविकाले चाहिँ अब भेट भइसके पछाडि उहाँलाई जानकारी गराउनु भयो कि आज कम्युनिटीमा चाहिँ एउटा हेल्थ एजुकेसन प्रोग्राम छ, तपाईँ पनि आउनुहोस् भनेर भन्नुभयो। अब यहाँ चाहिँ 4th नम्बरको पोइन्टले के भन्छ, कम्युनिटी सर्भिसेस। अब एफसीएसबी कम्युनिटीमा भेटिनु भयो होइन, कम्युनिटीमा कसले काम गर्छ, एफसीएसबीले काम गर्नुहुन्छ भने कम्युनिटी सर्भिस भनेर बुझौँ हामीले 4th नम्बरमा। 5th नम्बरमा चाहिँ मलेरिया, कालाजार, लेप्रोसी भनेर छ। अनि एफसीएसबीले चाहिँ हेल्थ एजुकेसनको बारेमा जानकारी गराउनु भएको थियो र जानकारी गराउने क्रममा चाहिँ आज चाहिँ मलेरिया, कालाजार र लेप्रोसीको बारेमा चाहिँ स्वास्थ्य शिक्षा कार्यक्रम छ है भनेर भन्नुभयो र त्यसपछि चाहिँ मदर चाहिँ एफसीएसबी सँगसँगै चाहिँ स्वास्थ्य शिक्षा कार्यक्रममा जानुभयो। त्यहाँ कार्यक्रम सञ्चालन हुँदै थियो, हुँदै गर्दाखेरि एकजना मान्छेलाई चाहिँ खोक्दा खोक्दा के भयो त, स्पुटममा चाहिँ ब्लड देखियो होइन। त्यो स्पुटममा ब्लड देखिसके पछाडि चाहिँ तपाईँ एकचोटि चाहिँ चेकअप गराउन जानु भनेर भन्नुभयो, हस्पिटल पठाउनु भयो र हस्पिटलमा पुगिसके पछाडि चाहिँ उहाँलाई चाहिँ एबिसी नाम गरेको छिमेकी भेट्नुभयो र छिमेकी भेट्दाखेरि चाहिँ उहाँको छिमेकीलाई चाहिँ एसटिआई एचआइभी एड्स भएको भन्ने कुरा चाहिँ थाहा पाउनुभयो र उहाँ चाहिँ ट्रिटमेन्टको लागि आउनुभएको भन्ने कुरा थाहा भयो र उहाँको साथी जुन एबिसी नाम गरेको साथी थियो त्यो साथीलाई चाहिँ डक्टरले अब तपाईँ हस्पिटल भएर चाहिँ ट्रिटमेन्ट लिनुहोस् भनेर भन्नुभयो र ट्रिटमेन्ट लिनुहोस् भनिसकेपछि उहाँ हस्पिटल बसेर हस्पिटलमा ट्रिटमेन्ट लिन थाल्नुभयो। त्यस पछाडि हस्पिटलको स्टाफहरूले चाहिँ सर्भिस डेलिभरी गरेको होइन, उहाँलाई चाहिँ ट्रिटमेन्ट गर्ने क्रममा सर्भिस गरेको कुराहरू चाहिँ सबै इन्फर्मेसन चाहिँ रेकर्ड गर्नुभयो र रेकर्ड गरिसके पछाडि त्यहाँको स्टाफहरूले चाहिँ मन्थली उहाँहरूको रिपोर्ट पठाउने टाइममा चाहिँ डिजिटली चाहिँ रिपोर्ट सेन्ड गर्नुभयो होइन। अब यसबाट चाहिँ यो स्टोरीबाट चाहिँ हामीले इजिली एचएमएस टुलहरू चाहिँ सजिलै याद गर्न सक्छौँ। यसको लागि हामीलाई 1 by 1 पोइन्ट चाहिँ घोकिराख्नु परेन। एचएमएस टुल 9वटा छ र एचएमएस टुलको 9वटाको यो टुलभित्र चाहिँ के पर्छ, के इन्फर्मेसन रेकर्ड हुन्छ भन्ने कुरामा चाहिँ अब हामी अर्को स्लाइडमा चाहिँ जान्छौँ है। सबैभन्दा पहिला कमन टुल छ। कमन टुलमा के रहेछ हेर्नुहोस् त, यहाँ 1.1मा मास्टर रजिस्टर, हेल्थ सर्भिस कार्ड 1.2 भनेर, अनि 1.3मा आउटपेसेन्ट रजिस्टर, 1.4मा रेफरल ट्रान्सफर स्लिप, 1.5मा डिफल्ट र डिस्कन्टिन्युएसन ट्र्याकिङ स्लिप भनेर छ। अब नर्सिङहरूको चाहिँ युजली हेल्थ पोस्टतिर, पिएचसीतिर, नगर अस्पतालतिर पोस्टिङ हुन्छ र फ्यामिली प्लानिङ एमसिएस प्राइभेट सेक्टर्समा भए पनि पोस्टिङ हुन्छ र त्यहाँ एचएमएस टुलहरू देख्न सक्नुहुन्छ होइन। अब पोस्टिङ नहुनेहरूले चाहिँ अब यसरी पढेर नै थाहा पाउनु पर्यो होइन। अब कमन टुल्समा चाहिँ 5वटा टुल्सहरू रहेछन् भन्ने कुरा थाहा पाउनु पर्यो। यसमा चाहिँ कमन टुलमा चाहिँ जस्तो क्लाइन्ट आउनुभयो स्वास्थ्य संस्थामा, उहाँहरूको बायोडेमोग्राफिक इन्फर्मेसन्सहरू लिने, हेल्थ सर्भिस कार्डहरू बनाउने होइन, अनि कति एजको हुनुभयो तपाईँ भनेर बायोडेमोग्राफिक इन्फर्मेसन सोधेर लेखिने टुलहरू चाहिँ पर्छन् यसमा मास्टर रजिस्टरमा। त्यसपछि कार्ड बनाइन्छ, यो कार्ड बनाउने भनेको हेल्थ सर्भिस कार्ड भइहाल्यो। अनि आउटपेसेन्ट रजिस्टर ओपिडीको चाहिँ छुट्टै त्यहाँ डकुमेन्टेसन हुने भयो, रेफर गर्नु पर्यो भने त्यसको इन्फर्मेसन यसमा हुने भयो। अनि डिस्कन्टिन्युएसन ट्र्याकिङ स्लिप भनेर चाहिँ डिस्कन्टिन्युएसन गरेको केसमा चाहिँ यो फर्ममा चाहिँ रेकर्ड गरिन्छ। ल एचएमएस नम्बर 2मा चाहिँ इन्फेन्ट एन्ड चाइल्ड हेल्थ भनेर छ। यसमा चाहिँ फर्स्टमा 2.1मा चाइल्ड हेल्थ कार्ड, 2.2मा इम्युनाइजेसन रजिस्टर, 2.3मा चिल्ड्रेन्स न्युट्रिसन रजिस्टर, 2.4मा सिबिआइएमएनसिआई कम्युनिटी बेस्ड इन्टिग्रेटेड म्यानेजमेन्ट अफ नियोनेटल एन्ड चाइल्डहुड इलनेस भन्ने इन्डिकेट गर्छ सिबिआइएमएनसिआईले, त्योसँग रिलेटेड रेजिस्टर। अनि यसमा चाहिँ यो अन्डर 5 चिल्ड्रेनको चाहिँ बिरामी भएको अवस्थामा चाहिँ रेकर्ड गरिने रेजिस्टर हो यो। अनि 2.5मा आइमाम भनेर छ, इन्टिग्रेटेड म्यानेजमेन्ट अफ एक्युट मालन्युट्रिसन भनिन्छ आइमामलाई, आइमाम चाइल्ड हेल्थ कार्ड। अनि 2.6मा आइमाम रेजिस्टर, 2.7मा आइमाम रेजिस्टर हस्पिटल भनेर छ। अब इन्फेन्ट एन्ड चाइल्ड हेल्थमा चाहिँ 7वटा रेकर्डिङ फर्म रहेछन् भन्ने बुझ्नु पर्यो। त्यसपछि हामी जान्छौँ फ्यामिली हेल्थ 3 नम्बरको एचएमएस टुलमा, जसमा चाहिँ 7वटा चाहिँ रेकर्डिङ फर्म छन्। 3.1मा फ्याक्ट सिट, 3.2मा पिल्स डिपो रेजिस्टर, 3.3मा आइसिडी इम्प्लान्ट सर्भिस रेजिस्टर, 3.4मा स्टेरिलाइजेसन सर्भिस रेजिस्टर, 3.5मा मेटर्नल एन्ड न्युबोर्न हेल्थ कार्ड, 3.6मा मेटर्नल एन्ड न्युबोर्न हेल्थ सर्भिस रेजिस्टर र 3.7मा सेफ एबर्सन सर्भिस रेजिस्टर गरेर 7वटा चाहिँ यसमा चाहिँ रेकर्डिङ फर्महरू रहेका छन्। यो चाहिँ मदर फ्यामिली प्लानिङ रिलेटेड र प्रेग्नेन्सी रिलेटेड एबोर्सन रिलेटेड सर्भिसको चाहिँ रेकर्डिङ गरिन्छ यो फ्यामिली हेल्थमा।
अब फोर्थ नम्बरमा छ कम्युनिटी सर्भिस भनेर टुल। कम्युनिटी सर्भिसमा चाहिँ तीनटा रेकर्डिङ फर्म छन् जसमा ओआरसी आउटरिच क्लिनिक रिलेटेड इन्फर्मेसन रेकर्डिङ गरिन्छ, एफसीएसबी रेजिस्टर एफसीएसबीले गरेका एक्टिभिटिजलाई चाहिँ रेकर्ड गर्ने भयो, अनि भिटामिन ए रेजिस्टर भनेको भिटामिन ए जुन खुवाउँछन् नि वर्षमा 2 पटक त्यो रिलेटेड इन्फर्मेसन लेख्ने रेकर्डिङ फर्म भयो। यसरी चाहिँ कम्युनिटीमा दिएको सर्भिसको रेकर्डिङ गर्ने टुलहरू भयो। यसमा चाहिँ कम्युनिटी सर्भिसमा चाहिँ तीनटा रेकर्डिङ फर्म मात्रै रहेछ। अब 5 नम्बरको एचएमएस टुलले मलेरिया, कालाजार र लेप्रोसीसँग रिलेटेड इन्फर्मेसन रेकर्ड गर्ने टुलको रूपमा चाहिँ लिन सक्छौँ। यसमा 5 वटा चाहिँ फर्महरू रहेका छन् जसमा 5.1 मा मलेरिया, लेप्रोसी एन्ड कालाजारको स्पेसिमेन कलेक्सन फर्म र 5.2 मा यी तीनटै डिजिजको चाहिँ ल्याबोरेटरी रेजिस्टर र 5.3 मा मलेरिया र कालाजारको ट्रिटमेन्ट रेजिस्टर र 5.4 मा लेप्रोसी एक्जामिनेसन ट्रिटमेन्ट कार्ड र 5.5 मा लेप्रोसी ट्रिटमेन्ट रेजिस्टर भनेर चाहिँ राखिएको छ। अब एचएमएस टुल नम्बर 6 मा चाहिँ ट्युबरक्लोसिस रिलेटेड फर्महरू छन् जसमा चाहिँ ट्युबरक्लोसिसकै कुराहरू छन्। यसमा 8 वटा है 8 वटा फर्महरू रहेका छन् जसमा टिबीको स्याम्पल कलेक्सन फर्म 1 मा, 2 मा चाहिँ टिबीको ल्याबोरेटरी रेजिस्टर, 3 मा ट्युबरक्लोसिस ट्रिटमेन्ट कार्ड, 4 मा ट्युबरक्लोसिस ट्रिटमेन्ट कार्ड पेसेन्टको लागि हैन, 5 मा चाहिँ ट्युबरक्लोसिस ट्रिटमेन्ट रेजिस्टर, 6.6 मा चाहिँ पिएएल स्मोकिङ सिजेसन रेजिस्टर भनेर छ। पिएएल भनेको चाहिँ कस्तो त भन्दाखेरि प्र्याक्टिकल एप्रोच टु लङ हेल्थ भन्ने बुझिन्छ। यो टुलले चाहिँ यस्तो स्मोकिङ क्विट गर्ने जर्नीमा भएका पेसेन्टहरूलाई चाहिँ ट्र्याक गरेर म्यानेज गर्ने काम गर्छ। यो स्मोकिङ सिजेसन प्रोग्रामलाई चाहिँ इफेक्टिभनेस भयो भएन भन्ने कुरा चाहिँ इभ्यालुएसन गरिन्छ यसमा चाहिँ। अनि 7 मा चाहिँ डीआर भनेको चाहिँ नि ड्रग रेजिस्टेन्स ट्युबरक्लोसिस ल्याबोरेटरी रेजिस्टर हो यो। 8 मा चाहिँ ड्रग रेजिस्टेन्ट ट्युबरक्लोसिस ट्रिटमेन्ट रेजिस्टर भनेर राखेको छ है। अनि 7 नम्बरको टुलले एचआईभी एड्स र एसटीआईलाई डिनोट गरेको छ जसमा 6 वटा चाहिँ यसको रेकर्डिङ फर्म छन् जसमा एचआईभी टेस्टिङ र काउन्सिलिङको रेजिस्टर छ 1 मा, 2 मा चाहिँ एसटीआई ट्रिटमेन्ट रेजिस्टर, 7.3 मा पीएमटीसीटी सर्भिस रेजिस्टर। पीएमटीसीटी भनेको प्रिभेन्सन अफ मदर टु चाइल्ड ट्रान्समिसन अफ एचआईभी एड्स रिलेटेड सर्भिस रेजिस्टर रहेछ। 7.4 मा चाहिँ एचआईभी ट्रिटमेन्ट एन्ड केयर रेजिस्टर, 7.5 मा एचआईभी पेसेन्ट ट्रिटमेन्ट कार्ड र 7.6 मा चाहिँ ओपोइड सब्स्टिट्युसन थेरापी रेजिस्टर भनेर छ। नेपाल गभर्नमेन्टले चाहिँ अहिले इन्जेक्टेबल ड्रग एब्युजर्सहरू हुन्छ नि तिनीहरूको लागि चाहिँ यो यसबाट हुने हार्म रिडक्सन प्रोग्रामहरू चाहिँ कन्डक्ट गरेको छ। यसमा चाहिँ अल्टरनेटिभ मेडिसिनहरू चाहिँ अफर गरेर जस्तो मेथाडोनहरू बुप्रेनर्फिन जस्तो मेडिसिनहरूलाई चाहिँ यो अल्टरनेटिभले दिएर उनीहरूको डिपेन्डेन्सीलाई घटाउनका निम्ति चाहिँ यस्तो किसिमको प्रोग्राम गरिरहेको छ। त्यसलाई चाहिँ ओपोइड सब्स्टिट्युसन थेरापी भनेर भनिन्छ। त्यो रिलेटेड इन्फर्मेसन चाहिँ यो रेजिस्टरमा चाहिँ एन्ट्री गरिन्छ। एचएमएस टुल नम्बर 8 चाहिँ हस्पिटल भनेर छ। यो हस्पिटलमा चाहिँ 3टा रेजिस्टर छ। अघि नै हाम्रो कम्युनिटी सर्भिसमा पनि 3टा थियो, अब यसमा पनि 3टा छ है। कमन के छ त्यो कुराहरू यसो कम्पेरिजन गरेर पढ्यो भने सम्झिनलाई चाहिँ सजिलो हुन्छ। 8.1 मा एडमिसन रेजिस्टर, 8.2 मा डिस्चार्ज रेजिस्टर, 8.3 मा इमर्जेन्सी सर्भिस रेजिस्टर। इमर्जेन्सीमा लिएका सर्भिसहरूको रेकर्ड गर्ने इन्फर्मेसनहरू चाहिँ यो इमर्जेन्सी सर्भिस रेजिस्टरमा चाहिँ राखिन्छ। अब एचएमएस नम्बर 9 भनेको चाहिँ रिपोर्टिङ फर्म हैन। अहिलेसम्मका चाहिँ हामीले रेकर्डिङ फर्मको कुरा गऱ्यौँ 8 नम्बरको एचएमएसमा र 9 नम्बरको एचएमएसमा चाहिँ मन्थली रिपोर्टिङ फर्महरू छन्। यसमा 5 वटा फर्म छन्। एफसीएसबी रिपोर्ट कलेक्सन, कम्युनिटी लेभल हेल्थ सर्भिस जसमा चाहिँ पीएचसी, ओआरसी, इम्युनाइजेसन रिलेटेड इन्फर्मेसन मन्थली रिपोर्टिङ गरिने रिपोर्टिङ फर्म छ। 9.3 मा चाहिँ पीएचसी हेल्थ पोस्ट, अब पहिला सब हेल्थ पोस्ट हुन्थ्यो, अहिले सब हेल्थ पोस्ट छैन, हेल्थ पोस्टदेखि छ। अनि अर्बन हेल्थ क्लिनिक सेन्टर, कम्युनिटी हेल्थ युनिट ले गर्ने मन्थली गर्ने जुन रिपोर्टिङहरू हुन्छ त्यो रिपोर्टिङ चाहिँ यो फर्मको थ्रुबाट चाहिँ सेन्ट्रल डेटाबेस अफ डिपार्टमेन्ट अफ हेल्थ सर्भिसेसलाई र लोकल लेभल गभर्नमेन्टलाई चाहिँ यिनीहरूले चाहिँ मन्थली चाहिँ रिपोर्टिङ गरिरहेका हुन्छन्।
र 9.4 मा पब्लिक हस्पिटल रिपोर्टिङ फर्म चाहिँ यो पब्लिक हस्पिटल भन्नाले गभर्नमेन्ट हस्पिटलले चाहिँ आफूले दिएको सर्भिसहरू चाहिँ रिपोर्टिङ गरिरहेको हुन्छ 9.5 मा चाहिँ नन पब्लिक प्राइभेट सेक्टर्समा जुन जस्तो इम्युनाइजेसन सर्भिस भयो फ्यामिली प्लानिङ सर्भिसहरू भयो होइन अनि यदि सेफ मदर प्रोग्राम जुन चाहिँ नन गभर्नमेन्ट सेक्टर्सले चलाइरहेको छ भने त्यस्तो अवस्थामा चाहिँ हेल्थ फेसिलिटीले चाहिँ नन पब्लिक अथवा चाहिँ प्राइभेट हस्पिटलहरूले चाहिँ सेक्टर्सहरूले चाहिँ रिपोर्ट गर्ने फर्म चाहिँ 9.5 मा छ यसरी रिपोर्टिङ फर्महरू चाहिँ 5वटा रहेको छ यो रिपोर्टिङ फर्मलाई नै युज गरेर चाहिँ सम्बन्धित कन्सर्न अथोरिटीमा चाहिँ रिपोर्टिङ गर्ने गरिन्छ ल यसरी चाहिँ हाम्रो एचएमएस टुल र एचएमएस टुलमा भएका रेकर्डिङ फर्म र रिपोर्टिङ फर्मको चाहिँ डिस्कसन छ र यसमा केही क्वेसन छ क्वेरी छ कुनै कुरा बुझ्नु भएको छैन भने तपाईहरुले चाहिँ कमेन्ट गर्नु होला र यस पछाडीको भिडियोमा चाहिँ मैले यही कन्टेन्टसँग रिलेटेड एमसीक्यू डिस्कसन चाहिँ लिएर आउने छु त्यो भिडियो चाहिँ हेर्न नबिर्सिनु होला त्यसको लागि चाहिँ च्यानललाई सब्स्क्राइब गर्नु होला थ्यांक यू